म त मासुमा पनि आलु मिसाएर खान्छु। टिम्बुर कि टिम्बुर हौ खासमा। लु है साथीहरू, सबै अब खाजा पनि आलु, तरकारी पनि आलु, बिहान पनि आलु, बेलुका पनि आलु, आलु आलु खाजा। कस्तो बाफले मेरो फोन त कस्तो भयो। आलु यहाँ मैले चाहिँ तातो छ भर्खर पकाएर सेलाएर खानु पर्यो नि त। यहाँ नि अचार, टिमुर खोर्सानीको अचार, चिम्पिङ हालेर बनाएको अचार मिठो हुन्छ नि त। आलुको खाजा, बिहान पनि आलु, सागमा मिसा आलु, तोरीको सागमा मिसा आलु, रायोमा मिसा आलु, अर्को चिजमा मिसा आलु, गुन्द्रुकमा मिसा आलु, उसिनेर खाजा आलु। मेरो चाहिँ यो बिहान दाउरा काट्दाखेरि हात पनि काटेको छ। अब फेरि काट्नु जानु पर्यो। बन्चरो भए त छ भन्दा चिर्नु पनि जानु पर्यो। आलु खाजा खाएर जानु पर्यो। टिमुर र चिम्पिङ अचार दामी। आलु प्रायलाई त मन पर्दैन भन्छ है। मलाई चाहिँ मन पर्छ हौ, किनभने जेमा पनि मिल्छ नि त हैन। तपाईहरु खानुहुन्छ कि खानुहुन्न? प्रायलाई त मन पर्दैन भन्छ नि त। तर मलाई चाहिँ अहिलेसम्म चाहिँ त्यस्तो भएको छैन। मन पर्छ, खान्छु नै। हाम्रो त नि बिरालोले पनि आलु खान्छ के। यसलाई भुइँमै दिनु पर्यो। खान्छ भाइ हेर्नु है। आइज मैले दिएको होइन, यहाँ खान्छ है आलु। तातो भयो अहिले चाहिँ। खाना नि भुइँमै दिएको है। तर यसो खाने भाँडा त छ होइन छन त, तर मैले भुइँमै दिएको। के भुइँमा त दिनु नहुने हो होइन। हाम्रो त बिरालोले पनि। लु औ, म त आलुको खाजा खाएर दाउरा पो चिर्नु जानु पर्यो भनेको। अब यहाँ यतातिर यस्तो भइरहेछ कि गहुँ यहाँ काटे थोरै, अनि यहाँ अलिकति यहाँ मुनि काटे। यो पो काट्नु पर्यो भनेर मजाले पाकेको त छैन। भए पनि अब लडेको छ, कुनै पाकेको छ, कुनै हरियै छ, काँचै छ। भए पनि सबै काट्नु, सबै त होइन, अलिकति यो लडेकोमा चाहिँ लडेर हो कि खै किन हो पाके जस्तो भइरहेछ कि देखिरहेछ कि। अन्त यो काट्नु पर्यो। मेरो कपालमा हिजो बेसरी टाउको 2-3 दिन दुखेर नि चिसो लागेको हो कि भनेर पानी त्यस्तै परेको थियो नि त। चिसो मौसम भएको थियो नि त। जे गर्दा नि नभएर, औषधि खाँदा नि नभएर, तेल हालेको कस्तो च्याप च्याप छ है। यो काट्नु पर्यो। सानो तिम्रो मायामा त्यही हो कुरो हैन। अल्छी लाग्छ हौ भिडियो चाहिँ गर्नु मन लाग्छ कि, अन्त फेरि कस्तो अल्छी लाग्छ।